एन्ड म चाहिँ अहिले घरमा छैन, देख्नु भयो होला। म अहिले कहाँ छु भन्दाखेरि पोखरामा छु। मैले चाहिँ अनएक्सपेक्टेड म यहाँ आएको है। अनि वाल भ्यू देखिन्छ होइन माउन्टेनको तल तल लाएर म करेन्ट लिन जाँदैछु। अनि मैले चाहिँ यसरी भ्लग गर्न पाएको छैन। सायद म भ्लग गर्दै आउँथेँ होला, किनभने चाहिँ मैले चाहिँ मेरो फोनले नलिकन आएँ। मम्मीको चाहिँ उयो काम परेर मैले चाहिँ नलिकन अनि अहिले चाहिँ म 50 रुपिज बोकेर करेन्ट लिन जाँदैछु। कहाँ के छ मलाई केही थाहा छैन। सो लेट्स गो। अनि अहिले चाहिँ म यहाँ बाहिर चोकमा आएको। अनि करेन्ट पाइन त पाइन्छ होला है। बजार छ यहाँ देख्नुपर्छ। आन्टी करेन्ट छ? हजुर। म चाहिँ अब यो लिएर जान्छु। यसलाई चाहिँ यहाँ लुकाउनु पर्ने हुन्छ गाइजहरू, मलाई मार्नुहुन्छ देखेपछि। अनि मैले चाहिँ यहाँ लुकाएको छु। ओ माई गड, सब स्कुल जानु लाग्यो। म चाहिँ हिँडिरहेको यहाँ बाहिर आउँदाखेरि कि मलाई सबसे मेन खाना मन लाग्ने भनेको करेन्ट हो। मैले भर्खरै चाहिँ दाल मुठ खाएर आऊँ। अनि त्यहाँ टप बिस्कुट पनि थियो, बट मलाई करेन्ट खानु मन लागेको। डेभिल्स नुडल एकपल्ट ट्राई गरेँ, त्यसको के अरे टेस्ट चाहिँ अर्कै के हो। त्यसपछि मलाई चाहिँ करेन्टै राम्रो लाग्यो। सो मैले चाहिँ करेन्टै लिएर आएको, त्यही भएर। सो लेट्स गो है। अब यसलाई लुकाएर जानुपर्ने छ, मलाई गाली गर्नु छ त्यहाँनिर। म त्यहाँ भित्र गएर भेट्छु ल। अनि मैले चाहिँ अब कसरी बनाउँछु हेर्नुहोस् है। ला मैले त चाकु ल्याएर आएको थिएँ, बिर्सेछु। यसको कि मैले तल दिएर यो मैले यहाँ गोठमा लिएर कस्तो मान्छे पाउनेहरू चाहिँ मलाई। सो लेट्स गो है। मलाई लुकाएर जानुपर्छ। यहाँबाट चाहिँ त्यस्तो भ्यू देखिन्न, यहाँबाट पनि त्यस्तो त राम्रो देखिन्न। अगाडि कोठामा बस्यो नि, बट डोन्ट वरी, केही छैन। अब चाहिँ मलाई यो आमाले दिएको थियो होइन, यसलाई चाहिँ राखौँ कहाँ राख्ने हो आई डोन्ट नो, त्यही भएर एसी रानी मुनि। अनि देन अब चाहिँ पानी तताउनु पर्यो हौ। ओइ चाहिँ पहिला हामीलाई यस्तो गाह्रो भयो होइन। म चाहिँ पानी लिएर आउँछु है। गाह्रो पो पर्यो यो हेर कम देखेन चाहिँ झुलाउ। नेक्स्ट खै त यसको बत्ती बल्थ्यो कहाँनिर। ए भयो यसलाई चाहिँ अब एउटा पानी हाल्दै फैको गाइजहरू। पहिला यो नुनलाई यता राखौँ ल, यहाँनिर। देन हट्दैछ साबुन लाने होइन। अहिले पछि आइस दिन्छु नि। अनि उनीहरूलाई पनि साइड लगाम। सो यसलाई अब तात्तिन दिउँ। अनि यहाँ राखेको छु चम्मच र प्लेट लिएर। अनि गाइजहरू मलाई चाहिँ मेरो स्कुल गएर नो 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 भनेर भन्छु जस्तो लाग्यो। यति रमाइलो ठाउँमा आयो। ओ यो कपाल के हो र यस्तो, जति बाटे नि निस्के गर्छ। खान्छु म अनि मैले चाहिँ क्या भिडियो हेरिरहेको थिएँ टिकटकमा रिल्स। अनि देखाएकै नि र
त्यहाँनिर आयो कि करेन्ट खाएको त्यसपछि त म करेन्ट लभरलाई अरू के चाहियो म जस्तो करेन्ट खाने मान्छे यो पृथ्वीमै कम पाइन सकिन्छ खै मलाई करेन्ट पोइन्ट्सले अहिलेसम्म गिफ्ट पठाएको छैन बाल मलाई आफूले खान पाए भयो करेन्ट नुडलले पठाए झन् खान पाइन्थ्यो होइन कत्रो हुन्छ अनि भइरह योबाट धुवा त उडिरह ओ माई गड पाकिसकेछ अथु देख्न सक्नुहुन्छ यो उम्लिसक्यो हा आफै पड्कियोस् पड्किको अप्चेर मोलम ओए त्यो राम्रोसँग पाकेको छैन जस्तो लागिरह मलाई चाहिँ पाकेकै छैन सब यस्तै हौ यस्तो त कहाँबाट खानु फेरि ताउनु पर्छ काम फेरि के बसाल्नु पर्यो यसलाई यही उमालेको सहित बसाल्दै पर्छ सो लेट्स किसकेको छ हेर्न सक्नुहुन्छ अब के भयो यसको हालत हेरमै ओइ मम्मा अब त तात्यो होला अब चाहिँ पाक्यो जस्तो लागिरहेको गाइजहरू मलाई सो लेट्स मिक्सिङ इट है बिहान बिहान करेन्ट खाएको मैले अनि मलाई अहिलेको मैले खान्छु है कोही देखेपछि कोही भाषामा खान्छु म चाहिँ हल्का म दिमाग लगाएर त्यसरी म त अहिले कट्टा हान्छन् ला गाइजहरू कम्ती आयो जस्तो है तपाईँको के यस्तो जमे है यो त सस पुरै जमे रहेछ बट एक्सपर्ट खाने मैले नहेरी बनाउँदै म तपाईँलाई खान्छु अहिले मिक्सिङ भएँ यस्तो काच्छु लगाइरह रुगाले धेरै मैले छोडेँ यो खानाले चाहिँ होइज करेन्ट पोइन्ट गिभ मी गिफ्ट बज्यो ओ माय गॉड यहाँ आन्टी आउनु भयो गाइजहरू I love it. Terus tuh masalah Allah. Jadi kita bongkar apa nanti mana rumah? So आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ बाइ गाइज